हेलो एभ्रिवान, वेलकम टु माई कर्णप्रेमा ब्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म नयाँ रेसिपी बनाउन जाँदैछु। नयाँ रेसिपी अचार खुर्सानी अनि मैले अदुवालाई छिलेर लिएको छु। अदुवा अनि त्यसपछि यसमा लसुन, तीनै चिजलाई मैले यहाँ थालीमा लिएर राखेको छु। मैले लसुनलाई चाहिँ मैले छिलेर राखिदिएको थिएँ अनि त्यसपछि अदुवालाई पनि मैले छिलेँ। अब यो खुर्सानीको चाहिँ मैले मैले तोड्न पर्छ। अब चाहिँ मैले यसलाई सबै यसको यो डन्डा तोडेर चाहिँ राख्छु अनि त्यसपछि यसलाई चाहिँ लामो लामो काटेर मैले राख्छु। अब चाहिँ मैले यसको डन्डा निकालेर राखेँ। मैले चाहिँ यो खुर्सानीलाई धोएर राखेको थिएँ। लसुनलाई त धुन पर्दैन। अब चाहिँ अदुवालाई चाहिँ मैले चाहिँ यसरी काटेको छु। गाइस, ठगाइ लाग्यो काट्दा पनि। मैले चाहिँ अदुवालाई चाहिँ यस्तोमा काटेको छु। यस्तो सानो सानो गरेर मैले अदुवा काटेको छु। त्यसपछि मैले लिएको छु, यसलाई चाहिँ यसरी काटेको छु। अदुवा चाहिँ ठुलो ठुलो मोटो मोटो गरेर काटेको छु। मैले थोरै यसरी काटेँ, थोरै लामो गरेर काटेको छु। अब चाहिँ यो खुर्सानीलाई चाहिँ मैले ठुलो ठुलो पिसेर हटाउँछु। आधा भागमा मैले ठुलो ठुलो खुर्सानीलाई हटाइदिन्छु। यसको पनि मैले आधा खुर्सानी चाहिँ यो चाहिँ एकदमै पिरो छ जस्तो लाग्छ। यसको चाहिँ अचार एकदमै राम्रो लाग्छ। जसलाई अदुवा अनि लसुन मन पर्छ उहाँहरूलाई चाहिँ एकदमै राम्रो लाग्छ। यो सबै खुर्सानीलाई चाहिँ मैले यो सानो खुर्सानीलाई चाहिँ मैले यसलाई चिरेर यसलाई थोरै चिर्छु अनि यसलाई चाहिँ मैले यस्तै काटेर यस्तै सानो काटिदिन्छु। यसरी यसलाई यसरी काटेर मैले चाहिँ यसरी यसलाई बिचदेखि यसरी काटिदिन्छु सबै खुर्सानीलाई। एउटा हातले त काट्न पनि नसकिने चाहिँ मैले यसरी काटेर सबैलाई घाममा सुकाउँछु। थकाइ लाग्यो। अब चाहिँ मैले लिएको छु यहाँ लसुन थालीमा अनि यो अदुवा अनि खुर्सानीलाई चाहिँ मैले चिरेन, मैले यसरी नै बिचदेखि काट्दिएँ सबै खुर्सानीलाई काटेको छु। त्यसपछि यसलाई चाहिँ यस्तै मोटो मोटो राखेको छु। अब चाहिँ यसलाई मैले पछि बताउँछु बनाउने बेलामा। अनि अब चाहिँ सबैलाई मैले घाममा सुकाउन जाँदैछु। अब चाहिँ मैले यसरी घाममा लिएर जान्छु। घाम पनि एकदमै चर्को घाम लागेको छ। बिहान कुहिरो लाग्छ दिनमा, अनि दिनमा चाहिँ 12-1 बजीतिर चाहिँ एकदमै घाम लाग्छ। मैले सुकाउन राख्दिएँ घाममा। पुरानो हाम्रो खटिया अब चाहिँ यता मैले त्यसलाई घाममा सुकाउन राखिदिएको छु। त्यो चाहिँ घाममा सुकाउन पर्छ। अब चाहिँ मैले मसला यहाँ लिएको छु। मसलामा मैले लिएको छु यो धनिया, त्यसपछि यो के भन्छ यसलाई ज्वानो, मेथी, त्यसपछि जिरा, अनि यहाँ मैले हरियो तोरी लिएको छु। तोरी अनि मङ्गरिल,
त्यसपछि यहाँ लिएको छु मैले सोप। सोप चाहिँ यसमा चाहिँ हल्का धेरै नै पर्छ। मेन राम्रो एकदम राम्रो सेन्ट ल्याउने भनेको नै सोप हो। सोप चाहिँ मेरो पासमा थोरै छ, त्यही भएर मैले थोरै राखेँ। मैले चाहिँ अब यसलाई सबैलाई भुट्न जान्छु। मैले यहाँ प्यान बसालिसकेँ। अब यो तातो भइसक्यो। अब चाहिँ मैले यसलाई सबै यसमा राखिदिन्छु। चाहिँ यसले मलाई मैले सबै मैले राम्रोसँग भुट्छु। अब चाहिँ मैले यो चाहिँ निकालिसकेँ, भुटिसक्यो। अब चाहिँ यसलाई सेलाउन राखिदिनुपर्छ 5-10 मिनट जति। यसलाई मैले सेलाउन राखिदिएँ। अब चाहिँ मैले यहाँ त्यो खुर्सानीको अचार हो, त्यसैले मैले यहाँ लिएको छु थोरै, त्यही पनि खुर्सानी लिएको छु, तोरीको तेल, अनि यो लिएको छु मेन भनेको सिरका। यी सिरका लिएको छु। यो चाहिँ सिरका राख्यो भने चाहिँ लामो समयसम्मको लागि पनि रहन्छ। अनि यो लिएको छु। अब यसलाई मैले प्यान त अलरेडी गरम थियो, त्यसमा मैले चाहिँ यसलाई तोरीको तेल राख्छु, यसलाई गरम हुनलाई। यहाँ मैले तेल तताउन राखेको छु। चाहिँ यो मसलालाई चाहिँ अब चाहिँ थोरै थोरै गरेर सेलाइसकेको छ। मैले चाहिँ अब यसलाई पिस्दिन्छु। चाहिँ सेलाइसक्यो। अब चाहिँ यसलाई मैले पिस्छु। अब चाहिँ मैले यसलाई मोटो मोटो पिसिसकेँ। धेरै मसिनो पनि गराउनु पर्दैन। मैले चाहिँ यसलाई मोटो नै पिसेर रेडी गरिसकेको छु। यही मसला चाहिँ मैले अर्को अचार पनि बनाउँछु भोलि पर्सितिर, अनि यही मसला पनि मैले राख्छु। अर्को मसलामा म देखाउने छु। अर्को अचार बनाउँदाखेरि चाहिँ यो रेडी भयो। पिसे तेलमा पनि धुवा आइसकेको छ। मैले यसलाई बन्द गरिदिएँ। अब चाहिँ यो तेल गरम भइसकेको थियो, सेलाइसकेँ। यसमा चाहिँ मैले
यसमा चाहिँ मैले पछिबाट फ्लेभर मतलब स्वाद आउनलाई मैले यहाँ मौरी लिएको छु, ज्वानो अनि सौँफ चाहिँ मैले तेल गरम गरिराखेको थिएँ। तेल गरम थियो चाहिँ हल्का गरम छ, हल्का गरमैमा राख्दै मलाई, किनभने धेरै पकाउनु छैन यसलाई। यसको चाहिँ एकदमै राम्रो स्वाद आउँछ। यो चाहिँ हल्का हल्का पाक्दैछ, मैले यसलाई धेरै पकाउनु हुँदैन, हल्का नै यसको सेन्ट आउँछ राम्रो, त्यही भएर यहाँ ल्याइसकेको छु। अब यहाँ मैले लिएको छु खुर्सानी, खुर्सानी अनि लसुन। खुर्सानीलाई घाममा सुकाएको थिएँ अनि मैले लिएँ। यसमा यति खुर्सानी अनि यति चाहिँ लसुन अनि त्यसपछि यति चाहिँ अदुवा चाहिँ मैले अलग्गै छुट्याएर राख्छु, किनभने अदुवा चाहिँ मैले यसमा धेरै चाहिँ नै राखिदिएँ। मलाई चाहिँ अचारमा मनपर्ने भनेको नै अदुवा हो। अदुवा राखिदिएँ अनि यो मैले यसमा चाहिँ मैले सबै मिक्स गराएँ, अदुवा अनि लसुन, त्यसपछि खुर्सानीलाई मैले मिक्स बनाएर राखिदिएको छु। अब चाहिँ मैले यसलाई चाहिँ मैले हल्का मोटो यसमा मोटो पिसेर रेडी गर्छु। धेरै पातलो पनि हैन, मोटो रेडी गर्छु यस्तै पिसेर। मैले चाहिँ यसलाई चाहिँ यस्तै मोटो नै पिसेँ। यसलाई मोटो पिस्दै अब चाहिँ मैले बाटामा राख्छु। त्यसपछि यसलाई पनि मैले राखिदिएँ। मैले यसमा चाहिँ यो मोटो चाहिँ एकदमै राम्रो लाग्छ खानामा, जेसँग पनि खाँदा राम्रो लाग्छ। चाहिँ मैले आड्डालाई पिस दिएको छु, आड्डालाई चाहिँ मैले त्यस्तै राखिदिएँ। चाहिँ मैले यसमा चाहिँ यसलाई चाहिँ मैले मिलाएँ। अब चाहिँ म बनाउन, अब चाहिँ यसलाई मैले मिक्स गरिसकेँ। मिक्स त अहिले पनि हुन्छ। त्यसपछि मैले अघि लिएको थिएँ पिसेर राखेको दरदरा, मतलब धेरै मोटो हल्का हिन्दी पनि बोल्न टोन जान्छ हो, मोटो गरेर पिसेर लिएको मसला राखेँ। त्यसपछि मैले चाहिँ खुर्सानी चाहिँ यति त हाल्दिनँ होला हो, यो पनि खुर्सानी पिरो हुन्छ, यति खुर्सानी चाहिँ हाल्छु होला। त्यसमा अहिले मैले लिएको छु नुन अनि बेसार। त्यसपछि यसलाई चाहिँ तेल अघि गरम गरेको थिएँ अनि मैले भनेको थिएँ अघि सिरका भने सिरकालाई मैले लिएको छु, मैले थोरै गिलासमा। अब चाहिँ मैले यसमा मिक्स गर्छु। चाहिँ मैले नुन र बेसारलाई पनि राखिदिन्छु। त्यसपछि खुर्सानी मैले हालिदिएँ ल, खुर्सानी त हालिदिएँ, पिरो त हुने होला। अब चाहिँ मैले मसलाहरू राख्छु। पिसेको मसला कति लाग्छ अन्दाजले, नुन र बेसार पनि मैले आफ्नो अन्दाजले लिएको छु। अब खुर्सानी पनि चाहिँ मैले राखेँ। कति पुग्छ पुग्दैन, भिडियो बनाउने मान्छे पनि सबै स्कुल गए, नानी बाबुहरू पनि धेरै गाह्रो हुँदो रहेछ एक्लै बनाउँदा त। अब चाहिँ यो मैले मिक्स गरेँ। यसमा चाहिँ मैले तेल राखिदिएँ अघिको,
तेल चाहिँ दह्रो पर्छ हो मसलामा। 1 पाउ जति त तेल जान्छ होला। यति पनि तेल कम पर्छ होला अहिले। अब चाहिँ यो चाहिँ देख्न पनि कस्तो राम्रो देख्यो। अब चाहिँ मैले यसलाई सिरकालाई राखिदिन्छु ल। यो सिरकाले चाहिँ यसलाई खट्टो बनाइदिन्छ होला हो। अब चाहिँ यो मिलेर सबै रेडी भयो। अब यसलाई चाहिँ मैले घाममा सुकाउँछु। देख्नमा पनि कस्तो राम्रो भयो। अब चाहिँ यसलाई मैले घाममा लिएर जान्छु। घाममा चाहिँ छतमा जानुपर्छ हो। बाहिर चाहिँ औ छतमा चाहिँ कस्तो घाम छ। औमा बसेँ। अब चाहिँ यो चाहिँ यसलाई चलाउँदै 1-2 दिनलाई घाम लगाइदिन पर्छ। त्यसपछि डिब्बामा हाल्ने अनि खाना मिल्छ। चाहिँ यो रेडी भयो। अब चाहिँ यो सुक्छ 2-3 दिन सुक्छ। सुकाउनलाई हाल्न पर्छ। हजुरहरूलाई कस्तो लाग्छ? राम्रो लाग्छ भने हजुरहरू पनि बनाएर खानु होला। राम्रो लाग्छ। यो चाहिँ मैले चाहिँ धेरै म चाहिँ यस्तो धेरै जस्तो बनाएर राख्छु। किनभने यो एकदमै राम्रो लाग्छ। अचार अब यो त जतिखेर पनि बनाउन सकिन्छ। यसको सिजन त जतिखेर पनि हुन्छ। अब चाहिँ आँपको सिजन आउन लागेको छ। अचारहरूको सिजन आउँदैछ अब। सो देख्न पनि कस्तो राम्रो देखियो। नुन चाहिँ कस्तो छ अन्दाजले हालेको थाहा भएन। चाहिँ यो चाहिँ 2-3 दिन घाममा लगाएर राख्नुपर्छ। जस्तै डिब्बामा हाल्नु होला। म त गएँ। उठ्नु पनि गाह्रो हुन्छ। अब यसलाई मेहनत पनि त्यति लाग्छ। लोकल लसुनलाई हो चाहिँ छिल्न पर्यो। अदुवालाई काट्न पर्यो। काट्न पनि मेहनतै लाग्छ। लसुनलाई पनि छिल्न पर्यो। अब 2-3 दिन फेरि ज्वरो आएर सुत्ने हो। बाई बाई अल। मेरो अचार सहीको रेसिपी हजुरहरूलाई कस्तो लाग्छ? राम्रो लाग्छ भने लाइक, कमेन्ट, सब्सक्राइब एन्ड फुल वाच भिडियो हेरिदिनु होला। त्यसपछि अनि के हो बिर्सेँ म त। बाई बाई अल।